दर्शकवृंद नमस्कार, हम अमित ठाकुर अपन विशेष में अहाँ सबके स्वागत करै छी। अपन विशेष में आई विशिष्ट अतिथि के साथ बातचीत कर जा रहल छी। बहुत लंबा चौड़ा इंट्रोडक्शन के हुनका जरूरी नहीं छै। नेपाली चलचित्र के बहु प्रख्यात नाम निखिल उप्रेती छथि। आई हमरा सबके साथ में स्टूडियो में उनका संगे बातचीत कर जा रहल छी। जनकपुर एखन आयल छथि तो समय मिला कर उनका संगे हम सब समय लगाए बातचीत कर रहल छी। निखिल जी धेरै धेरै स्वागत छ यहाँलाई। थैंक यू भेरी मच। अहिले के कसो भइराछ? चलचित्र त छँदैछ, त्यसबाहेक पनि जनकपुर आउनु भएको छ। चलचित्र अहिले छैन, अहिले चाहिँ छैन, अहिले छैन। त्यसले गर्दा यो बिचको समयमा हामीले केही अभियान सुरु गरेका छौँ। चलचित्रको पनि प्लान छ, पाइपलाइनमा छ, तर केही टाइम पछाडि यो बिचको टाइममा चाहिँ हामीहरूले बेकार बसिराख्नुभन्दा केही एउटा अभियान सुरु गरौँ भनेर त्यो अभियानको लागि हिँडिरहेछौँ, समबोधिको लागि। समबोधि भनेर अहिले जनकपुरमा यो अभियान जुन लिएर आउनु भएको छ, खास कुन ग्रुपलाई टार्गेट गरेर यो के हो खासमा? समबोधि समानान्तरको कुरा गर्छ। बोधि मतलब ज्ञानी, जो समानान्तर ज्ञान, प्यारलल नलेजको कुराहरू हो यो। र यसमा खास सामान्य ज्ञानको कुराहरू उठाइन्छ, माइनर कुराहरू उठाइन्छ, त्यति ठुलो ज्ञानको कुराहरू उठाइँदैन। किनभने यसको हाम्रो मेन टार्गेट भनेको अहिलेको युथहरू हो। अहिलेको युथहरूले हातमा इन्टरनेट र यो सोसियल मिडियाको कारणले गर्दाखेरि यति इन्फर्मेसन लिन थाले उनीहरूले कि जुन लिनुपर्ने पनि लिइरहेछन्, नलिनुपर्ने पनि लिइरहेछन्, हैन। एउटा सामान्य व्यक्ति पनि वर्ल्डको लागि वरि हुन थाल्यो। जुन चिजमा वरि हुन जरुरी थिएन त्यसमा पनि वरि हुन थाल्यो, हैन। यसले गर्दाखेरि माइन्डको धेरै स्पेसहरू यस्तै अननेसेसरी चिजले चाहिँ प्याक भएको कारणले गर्दा उनीहरूमा जिनियस हुन सक्ने सम्भावना पनि कम देखिन सक्छ भोलिको टाइममा। त्यसले गर्दाखेरि हामीले प्राकृतिक रूपमा कुन परिधिमा बस्ने जुन हाम्रो ग्रन्थले सिकाएको छ र त्यो ग्रन्थको कुरालाई अवेर गराउन चाहन्छौँ। हाम्रो ग्रन्थ कथा मात्रै होइन, हाम्रो ग्रन्थ विज्ञान हो। अब कथालाई हटाएर हामी विज्ञानको खोज गर्दा त्यहाँ विशाल सम्भावना छ। त्यो युथबाट हामीले सुरु गर्न खोजेको खासमा शिक्षा र युथलाई टार्गेट भन्दा एकदम मिल्छ। एकदम जनकपुरबाटै स्टार्ट गर्ने कारण चाहिँ के? जनकपुरबाट स्टार्ट गर्नुको एउटा ठुलो रिजन छ। यो पनि हामी बोध गराउन चाहन्छौँ कि जनकपुर ज्ञान भूमि हो। हामीहरूले अहिलेको युथले त सायद बिर्सिसकेको होला, सायद जनकपुरमा चाहिँ एटलिस्ट याद होला, किनभने केही न केही त्यो स्याडो अझ पनि छ। हामीले गर्व गर्ने कुरा हो कि यो ठाउँमा विश्वका त्यतिखेरका ज्ञानीहरूको सम्मेलन गरिएको थियो राजा जनकबाट। उनले आफ्नो चयन खोज्नको लागि विश्वका प्रख्यात त्यतिखेरको भनौँ न एक किसिमले नासा जस्तो, हैन, विज्ञानको एउटा हरेक किसिमको विद्वानहरूलाई चाहिँ यहाँ सम्मेलन गराइएको थियो। जुन सम्मेलनमा चाहिँ उत्कृष्ट हुन पुगे अष्टावक्र, जसलाई चाहिँ राजा जनकले आफ्नो गुरु माने, हैन। भने यो ज्ञान भूमि कुनै समय विश्वका ज्ञानीहरू यहाँ थिए, आज यहाँको ज्ञानीहरू विदेश जाने चक्करमा छन्, हैन। तर यो ज्ञान भूमि त हो, यहाँ ज्ञान फल्न सक्छ, यहाँ ज्ञानको सम्भावना धेरै छ। भने हामी समबोधिको सुरुवात पनि यो ज्ञान भूमिबाट किन नगर्ने भनेर हामीले जनकपुरबाट सुरु गरे हो। समय चाहिँ साह्रै गर्मी परेको छ अहिले। अनि समबोधिमा चाहिँ खासमा आफ्नो धर्मको ग्रन्थहरूको कुरा उठाइन्छ या अहिलेको जुन मोडर्न एजुकेसन सिस्टम भनौँ न, त्यसलाई खासमा कसलाई फरवर्ड गर्नुहुन्छ तपाईँहरूले? हामीहरूको यस्तो हो, हामीहरूले खास भन्यो भने अहिलेको मोडर्न एजुकेसनलाई हामीले सिधै नकार्न मिल्दैन। कुनै पनि चिजलाई नकारेर कट्टरवादी देखाउनु पनि छैन। र हामीलाई आफूले जानेको विद्वानता, त्यो छोटो विद्वानतालाई अगाडि गर्न पनि होइन, ताकि अहिलेको युथलाई भ्रम गर्नलाई। जुन एजुकेसन सिस्टम छ, जुन एजुकेसनको लागि हाम्रो भाइ बहिनीहरू जुन लागिराख्नु भएको छ, युवाहरू लागिराख्नु भएको छ, त्यसलाई हामी यसरी चाहिँ भन्न चाहन्छौँ कि यो शिक्षा प्रणाली यो एउटा कमाइ खाने चिज मात्रै नै हो, यो जीवनसँग सरोकार छैन। यसले हाम्रो सपना पुरा गरिदिन सक्छ तर चैन ल्याउन सक्दैन, किनभने त्यसको बियोन्डको सपना फेरि अर्को सुरु गरिदिन्छ। यो शिक्षामा हाम्रो जीवनसँग, हामीसँगको, स्वयंसँगको केही पनि सरोकार छैन। यसमा हामी अरूको भनाइ पढ्छौँ, अरूको अनुभव पढ्छौँ, स्वयंको अनुभवको कुनै स्थान छैन। त्यसले गर्दाखेरि भोलि हामी सफल हुँदाखेरि पनि ठुलो असफलताको ठाउँ फेरि पनि रहन्छ कि हामी हिजो जे सपना देखे आज हात त लाग्यो तर चैन कहीँ पनि लागेन, अब के गर्ने त? अनि फेरि लागु पदार्थ या डिप्रेसन या एन्जाइटी धेरै किसिमको प्रब्लम आउन सकिन्छ र देखि पनि रहेको छ। त्यसले गर्दाखेरि हाम्रो ग्रन्थ, जुन ग्रन्थलाई चाहिँ हामीले एउटा कथा भनेर पढ्दै गयौँ, त्यो चाहिँ नबुझेका व्यक्तिहरूले त्यसलाई कथामा लिमिट राखिदिएको हो, तर त्यो कथाभित्र धेरै ठुलो विज्ञान थियो। अब हामी भन्छौँ कि किनभने अहिलेको युवा अहिलेको समयको हिसाबले धेरै इन्टेलिजेन्ट हो,
यो होइन कि पहिलेको भन्दा पनि अहिलेको युवा धेरै इन्टेलिजेन्ट हुन्। त्यो इन्टेलिजेन्ट भएको कारणले गर्दा अहिलेको गुरुहरूले उनीहरूलाई सम्झाउन सकेन। अब हामी चाहन्छौँ कि समबोधिको तर्फबाट यो जति पनि ग्रन्थका कथा भनेर जुन पढ्यौँ नि त्यो कथाभित्र विज्ञान खोजौँ है। त्यो विज्ञानले मात्रै हामीलाई चैन र सन्तुष्टि दिन्छ। हामीले यो अवेर गर्न खोजेको खास। अब अहिलेको चाहिँ मोडर्न एजुकेसनमा चाहिँ एउटा कुरा चाहिँ सबभन्दा बढी के चल्ने गरेको छ कि शिक्षा बिक्नु पर्यो हैन, सर्टिफिकेट बेच्न सक्नु पर्यो, आम्दानी गर्न सक्नु पर्यो, त्यस हिसाबको शिक्षा हामीले ल्याउनु पर्यो, चाहे त्यो टेक्निकल होस् अन्य होस् जे होस्। सरकारले पनि विभिन्न देशको कुरा गर्दा पनि त्यस्तै एजुकेसन पोलिसी ल्याउने गरेछ। कतिको चिन्तित बनाउँछ तपाईँले यसले? एकदमै चिन्तित। सबभन्दा दुःख लाग्दो विषय नै यही हो। त्यही कारणले अहिले जुन तपाईँले भन्नुभयो नि, त्यही कारणले शिक्षा कति महँगो भयो त हेर्नुहोस् त। त्यत्रो खर्चेर शिक्षा जस्तो चिज त गभर्मेन्टले फ्रीमा गराउनु पर्ने हो। किनभने हरेक व्यक्ति शिक्षित हुनु भनेको देश शिक्षित हुनु हो। देश शिक्षित हुनु भनेको गभर्मेन्ट सिस्टम र सारा चिज त्यसमा परिवर्तन आउँछ नि, यो त गभर्मेन्टको काम थियो। गभर्मेन्टले पढाउन चाहँदैन। यो अलिकति दुःख लाग्छ यो कुरा गर्दाखेरि। अहिलेको पोलिटिकल सिस्टम, अहिलेको राजनीति प्रणालीको भित्री उनीहरूको मनसाय जनता अशिक्षा भएकोमै फाइदा छ। किनभने शिक्षित भयो भने उनीहरूको पछाडि लाग्दैन। उनीहरूको फाइदा यसमा छ कि यस्तै किसिमको शिक्षाकै परिधिमा राखौँ र गरिबीको आवाज सधैँ होस्। किनभने यो शिक्षाले गरिबी पनि त्यति नै, एउटा गरिबको बच्चालाई पढेर त्यहाँ पुग्नलाई त्यो लाखौँ खर्च गरेपछि उसले भोलि त्यो सर्टिफिकेटको म्यानिपुलेसन त गर्नुपर्छ उसले हैन। किनभने नत्र भने राजनीति पूर्ण रूपमा आउँदैन। सबै व्यक्ति शिक्षित भयो भने राजनीतिको स्वरूपै चेन्ज हुनसक्छ कि। अब उनीहरू चाहँदैन त्यो चिजहरू, त्यसले गर्दा उनीहरू पनि यही चिजलाई नै प्रायोरिटी दिन्छन्। यो चाहिँ उहाँहरूपट्टिको मेरो ब्लेम हो। पहिलाको जुन हाम्रो परापूर्वकालको एजुकेसन सिस्टम थियो, शिक्षा प्रणाली गुरुकुल सिस्टम भनौँ, र अहिलेको जुन मोडर्न एजुकेसन सिस्टम जुन भनिन्छ, कतिको फरक देख्नुहुन्छ? र खासमा यदि तुलना गर्नु पर्यो भने तपाईँको विचारमा चाहिँ कुन बढी लाभदायक हुन्छ एउटा मान्छेको लागि इन्डिभिजुअली? लाभदायक त पहिलाको गुरुकुल सिस्टम नै हो, त्योसँग कम्पेयरै गर्न मिल्दैन। किनभने त्यसको रिजन छ। हामीले पुरानो चिज भनेर पक्रिन मिल्दैन। अहिले रिजन पनि जरुरी छ कि अहिलेको युथको लागि। इभन यही प्रोग्राम हाम्रो युथहरूले हेरिरहेको हुनसक्छ। त्यो यो कारणले थियो कि अहिलेको एजुकेसन सिस्टम अलिकति ढलपल र ढोङमा छ अझ पनि। त्यो किन छ भने आज एउटा टिचर छ, एउटा स्टुडेन्टलाई उसले पढाउने काम गरिरहेछ, तर स्टुडेन्टलाई उसले के पढाएर आएको होला, घरमा आउँदाखेरि पण्डितलाई बोलाएर फेरि चिना हेराइरहेको हुन्छ कि मेरो भविष्य के भनेर। बाटोमा कुनै पामिस हात देख्ने भयो भने मेरो पनि हात हेरिदिनुहोस् न भविष्य के हुन्छ। सोच्नु त, एउटा टिचर जस्तो व्यक्ति पनि एस्ट्रोलोजीको त्यसको पछाडि परिरहेछ कि आफ्नो भविष्य जान्नलाई। शिक्षाको वेबाट भविष्य जान्न खोजेको छैन उसले, फेरि पनि त्यो वेमा छ हैन। मन्दिरमा गएर बेगिङ गरिरहेछ उसले पनि, किनभने उसलाई उसको आफ्नो सर्टिफिकेटसँग भरोसा छैन। फेरि पनि मन्दिरमा भरोसा छ, तर फेरि मन्दिरमा ऊ पुग्छ तर मन्दिर सफाको लागि ऊ अभियान पनि चलाउँदैन उसले। फेरि यो सबै कन्फ्युजनमा छ अहिले। यो कन्फ्युजनमा भएको कारणले गर्दाखेरि नै यसले गर्दाखेरि पैसा पाइएला, नाम पाइएला। नाम त आजकल यति सजिलो भयो कि फेसबुकमा तपाईँ फोहोर गाली टन्न बोल्नुहोस्, 1-2 दिनको लागि तपाईँ ब्याङ्कर हिट हुनुहुन्छ हैन। तर चैन र स्वयंको चिज, सही शिक्षा एक्चुअली त्यो शिक्षा हो जसले स्वयंलाई पढ्न सिकोस्, अरूलाई होइन। गुरुकुलको सिस्टम त्यो थियो। अहिलेको सिस्टम के छ? हामी सबैलाई पढ्छौँ, आइन्स्टाइन पढ्छौँ, त्यो पढ्छौँ, त्यो पढ्छौँ, सबै पढ्छौँ। इभन ऋषिहरूलाई पनि मेरो भनाइ त्यहाँ मात्रै होइन, स्वयंलाई चाहिँ किन नपढ्ने? म एक्चुअली के हुँ? मलाई के चिजले जलन गर्छ? मलाई रिस किन उठ्छ? र अरूको सक्सेसमा मलाई पेट कता कता किन पोल्छ? यो स्वयंको अध्ययन यदि गर्न सुरु गर्यो भने यो बाँकी शिक्षा त 1 वर्ष पढिरहनु पर्दैन। 2-3 महिनामा कोर्सको किताब त सकिन्छ त। त्यो फेरि पनि हामी जिनियस हुन सक्छौँ अनि अरूलाई हामी ब्लेम गर्न सक्दैनौँ। आज हेरौँ त देशको अवस्था, एउटा सानो फुच्चीहरू केही पनि थाहा छैन, ठुला ठुला व्यक्तिहरूलाई गाली पनि त्यति नै दिइरहेको हुन्छ, कसैपट्टि रेस्पेक्ट छैन। त्यो किन भएको त? किनभने स्वयंलाई पढ्ने शिक्षा हाम्रो सुरु भएन, अर्कालाई पढ्ने शिक्षा। र जीवन अरूलाई पढ्ने कि स्वयंलाई पढ्ने? स्वयंलाई बुझ्दा दुनियाँ बुझिन्थ्यो, तर दुनियाँलाई बुझे पनि स्वयंलाई नबुझ्दाखेरि नबुझेको बराबर हुन्थ्यो। फेरि यसलाई समय सापेक्ष शिक्षा हुनु पर्यो
जुन शिक्षा हामी लिन्छौँ त्यो जीविकोपार्जनमा हामीलाई काम पुर्याउनु पर्यो, बडो विरोधाभासपूर्ण कुरा आउँछ कि। अब पहिलाको शिक्षा पद्धति जुन एजुकेसनको हामी कुरा गर्छौँ, अहिले मोडर्न युगमा चाहिँ फिट नहुने खालकै वातावरण बनेको छ कि। होइन, यसमा सही कुरा भन्नुभयो तपाईँको, यो पोइन्ट एकदमै सही हो। म यसलाई कहाँ के भन्छु भने त्यही भएर म के भन्छु नि, यो शिक्षा लिने, तर यो शिक्षालाई यत्रो समय दिएर जीवन बर्बाद गर्नुपर्ने जरुरी थिएन। एउटा सिम्पल कुरा, विषयवस्तु पढाउँदाखेरि समय हाम्रो बच्दैन थियो। एउटा सिएले के पढेको हुन्छ, जबकि जीवनको 30 वर्ष 35 वर्ष सिए बन्नमा लगाइदिने। हामी डाइरेक्ट सिएले पढ्ने चिज पनि पढाउन सक्थ्यौँ नि, होइन? यो यत्रो चलखेल किन भइरहेछ? जीवनको 30 वर्ष लाग्नु भनेको सानो कुरा होइन, त्यो फर्केर आउँदैन। मेरो भनाइको मतलब यो म्यानेजमेन्टको चिजहरू हुन्। यी सबै शिक्षा छ, अहिलेको शिक्षालाई लिने हो, यसलाई कमाइ खाने भाँडो मात्रै सम्झिने, यसलाई विद्वानता नसम्झ्यौँ। यो अविद्या भनिन्छ नि, त्यतिखेर म सपोर्ट गर्छु, यो साँच्ची नै अविद्या हो। यो कारणले शिवकै भनाइको हिसाबले पनि म भन्न चाहन्छु, किनभने विद्या त त्यो हो जसले स्वयंलाई चिनाउँछ। स्वयं चिनेपछि ब्रह्माण्ड चिनिन्छ, किनभने ब्रह्माण्डकै सानो अंश हामी हो कि, होइन? र त्यो शिक्षा जसले आफूलाई सन्तुष्टि र चयन दिन सक्छ, त्यो पो विद्या त। त्यो विद्या कहिले पनि विद्या हुन सक्दैन जसले आफूलाई चाहिँ झन् डिप्रेसन र एन्जाइटीमा लिएर जान्छ, त्यो अविद्या हो। मेरो भनेको यसलाई त्याग्ने होइन, यसलाई चाहिँ यो हाम्रो सर्भाइभको चिज मात्रै सम्झ्यो है। र जीवन के सर्भाइभ मात्रै हो र? सर्भाइभ त एउटा जनावरले पनि त गर्छ नि, होइन? आफ्नो सर्भाइभ कसले चाहिँ गरिरहेको छैन। भोकै मान्छे बहुत कम मर्छन्, भोकै त्यति मान्छे मरेर आउँदैन। सर्भाइभ त सबैले नै गरिरहेछन् आफ्नो तरिकाले। कोही ज्यादा इगोइस्ट छ त ज्यादा सम्पत्ति जम्मा गर्छ, होइन? जतिसुकै जम्मा गरे नि छोड्ने नै चिज हो, खाने त त्यति नै हो। यति होइन कि आज मसँग अरब छ त म 5 केजी खान्छु भन्ने त पक्कै हुँदैन, होइन? र गर्मीमा पनि टन्न ज्याकेट र कोट लाउँछु भन्ने पक्कै पनि हुँदैन। गर्मी हुँदाखेरि चाहिँ भाको पनि खोलेर सेन्डो र हाम्रो यहीँ तराई मधेसको जस्तो बनियानमा हिँड्न पाए झन् गजब हुन्छ जस्तो लाग्छ, होइन? त्यो चिज हुन्छ। यो सबै एउटा इगोको चिजहरू, त्यसको लागि जीवन त्यसरी खर्चिउन जरुरी छैन। पढ्ने हो यो शिक्षा, तर यसलाई साँच्ची नै शिक्षा मैले ज्ञानको हिसाबमा नलिउँ, त्यो भ्रममा नपरौँ। मेरो भनाइ त्यति। फेरि प्रश्न आउला नि, निखिल उप्रेती आफैले पढाइ पढ्नुभयो, एजुकेसन लिनुभयो, टन्न ज्ञान आर्जन गर्नुभएको छ। मैले पढ्दै नपढे, बाइ द वे, हैन बाइ द वे, म अहिले नि भन्छु, म पढेको व्यक्ति होइन। मैले यो समयमै बुझेर मैले जीवनको जति पनि सर्टिफिकेट सबै नै फ्याँकिदिएको। म यो चिज चाहिँ अरूलाई त्यो गर्नुपर्छ भन्दिनँ, फ्याँक्न जरुरी छैन, फ्याँक्न जरुरी छैन। मेरो भनाइको मतलब यो एजुकेसनलाई यत्रो समय दिइराख्न जरुरी छैन। यो तुरुन्तै पनि यसमा चाहिँ नम्बर 1 बन्न सकिने रहेछ कि। जब हाम्रो ग्रन्थका चिजहरू बुझ्दाखेरि यो साधारण हुन जाँदो रहेछ। यसमा यो चिजको पनि पढाइ रहेछ। मेरो भनाइको मतलब जब हामीले भागवत गीता नै सोचौँ, वेदहरू नै, वेद त धेरै माथिको भयो। वेद बुझ्न नसक्नेको लागि उपनिषद सुरु गरे, होइन? पुराण बनाए, त्यसलाई बनाउँदै गएको, बुझ्नलाई सजिलोको लागि टुक्रा टुक्रा पार्दै गएको। त्यो चिज बुझ्दाखेरि यो शिक्षाको चिज त त्यत्तिकै बुझिने चिज रहेछ। यसको लागि धेरै समय लाग्दैन थियो। यो त म्यानेजमेन्ट, यो सर्भाइभको चिज मात्रै थियो। तर जीवन सर्भाइभ छैन, एक दिन मृत्यु पनि आउँछ। मर्नुभन्दा अगाडि धेरै अनुभव र धेरै चिज बुझेर नमर्ने। ल निखिल उप्रेती आज दुनियाँले चिन्नुहुन्छ होला, के गर्ने त मैले? एक दिन त चितामा म पनि त बस्नुपर्छ नि, होइन? त्यही इगोमा बस्ने निखिल उप्रेतीलाई बुझ्दै, तर बेवकुफ निखिल उप्रेतीले स्वयंलाई बुझ्न सकेका छैन। त्यो चाहिँ कसलाई के थाहा? अरूले बुझ्देको भरमा म कति जाल चाहिँ ठुलो बनिराख्ने। यतिवटा सर्टिफिकेट लिएको छ, के गर्ने? त्यो त अर्काको भनाइ हो। स्वयंको भनाइ आफूबाट खोइ त मक्ख भएर भन्न सकौँ मैले बुझेको छु है आफूलाई। फरक रहेछ। यो एजुकेसन ठिक छ, यसमा पनि जिनियस भइदिने हो, कमाउने हो, नाम पनि हुन्छ, प्रिय नाम होस् न, होइन? तर जीवन बुझ्न जरुरी छ। फेरि जुन वेस्टर्न सोसाइटी भनिन्छ नि, उसले फेरि के भन्छ भने आउटडेटेड भयो, अनसाइन्टिफिक भयो, सारा दुनियाँ प्रोग्रेसिभ भइरहेछ, यहाँ यतातिर रिग्रेसिभ, किन पछाडितिर जाने होला? यो क्वेसन आयो भने नि यो सही कुरा। जस्तै एउटा चिज म भन्न चाहन्छु, हामी खाना खान्छौँ, होइन? त्यही खाना नै मल बन्छ, होइन र? अनि त्यही मल नै फेरि खाना बन्छ, होइन र? साइन्सले के अर्को थ्रोबाट त ल्याइरहेको छैन नि, होइन? रिसाइकलमा त हामी सेम नै छौँ नि। साइन्स जतिसुकै भए पनि
हामी अक्सिजन लिन्छौँ, कार्बन डाइअक्साइड छोड्छौँ, कार्बन डाइअक्साइड प्लान्टले लिन्छ, हामीलाई अक्सिजन दिन्छ। यो सिस्टम त ठिक छ नि होइन? हो, हामीलाई सुविधाको चिज बनाइदियो, मोबाइल बनायो, कम्प्युटर बनाइदियो, यो चिज ठिक छ। इभन भेहिकल बनाइदियो, भेहिकलहरू पनि यति सेन्सिटिभ बनाइदियो, यसलाई मैले नकारे होइन, यो नकार्न मिल्दैन। यो भौतिक चिज हो, यसमा पनि हामी टप गरिदिने हो, तर यहाँ अड्किने होइन भन्ने मेरो भनाइ। यही मोबाइल कुनै समय हाम्रो ग्रन्थमा पनि त लेखिएको थियो नि, दुईटा योगी बसेर निशब्द नै वार्ता हुन्थ्यो, नबोलिकनै वार्ता हुन्थ्यो होइन? अहिले आएर हामीलाई धेरै बोल्नुपर्ने हुन्छ, जति बोल्दाखेरि नि सामनेवालाले बुझिदिँदैन फेरि, किनभने ऊ आफ्नै ह्याङमा छ, भन्नेवाला आफ्नै ह्याङमा छ। दुईटाको आफ्नै किसिमको डमरू लिएर बसेका छन्, त सुन्ने न उसले बुझाउन सक्छ न उसले बुझ्न सक्छ। यो त नोइज होइन, यो चिजको फिल्टर स्वयंलाई बुझ्दा, प्रकृतिलाई बुझ्दाखेरि यसमा हामीलाई कहीँ न कहीँ चयन छ। यसलाई नकार्ने होइन। आज मोबाइल नहुँदाखेरि गाह्रो होला, ल भोलि गएर मोबाइल नहुँदाखेरि आज हामीलाई लाग्छ मोबाइलले के हामीलाई नजिक बनाएको हो र? मोबाइलले सबभन्दा टाढा बनाएको होइन हामीलाई होइन? आज यो कोठा र त्यो कोठा पनि हामी च्याट गरिरहेको हुन्छौँ, आत्मीयता खोइ, त्यो नजदिकताको भाव खोइ। इभन हिजो हातले लेखेको चिठीमा प्रेम पत्र नै लेख्दाखेरि मलाई तिम्रो धेरै माया लाग्छ, एक एक शब्द आफ्नो औँलाले लेख्दाखेरिकोमा लेख्नेलाई भाव र पढ्नेलाई भाव। आज डिजिटल टाइपमा के छ त्यो? यो सबै डेड चिज हो नि। मैले ब्याकमा जानु भने होइन, यसलाई आफ्नो सुविधा जति आफूलाई चाहिन्छ त्यतिमा लियो, बुझ्न त स्वयंलाई हो नि होइन? म एउटा सानो चिज भन्छु क्या, स्वयंलाई बुझ्ने कुरामा मेरो समबोधिको कारणले गर्दाखेरि म भन्न चाहन्छु, हाम्रो शरीर छ, शरीर हामीले चलाएको हो। साइन्सले जेसुकै भने यो शरीर हामीले चलाएको हो, मोबाइल हामीले चलाएको हो, शरीर हामीले चलाएको होइन नि। शरीर त स्वयंमै चलिरहेछ नि होइन? हार्टबिटलाई हामीले हल्लाएर बसेको होइन नि? इभन सास हामीले फेरेको हो र? यदि सास हामीले फेरेको भए हामी थाक्दैन थियौँ? हामी बोल्दा त थाक्छौँ, सुतेर पनि थाक्छौँ, हामी वाक्क भएर उठ्छौँ हामी, तर सास फेरेर हामी किन थाक्दैनौँ? किनभने यो हामीले गरेको होइन, यो प्रकृतिले हामीद्वारा गरेको हो। प्रकृतिले हामीद्वारा सास हालिदिन्छ, उसैले निकाल्छ। यो आफ्नो क्रिया नभएको कारणले हामी थाक्दैनौँ। यो चिजको बोध जरुरी छ कि त्यो प्रकृति कति कम्प्लिट होला। यो जति पनि ज्ञान छ, साइन्सले नौलो चिज थोडी गरेको छ। यो पृथ्वीभित्र बसेर यहीँको चिज निकाल्दै भौतिक चिज उसले बनाएको मात्रै त हो नि। साइन्सले कुनै चिजको के आविष्कार गरे? कुनै इन्डिभिजुअल केही चिज बनाएको छ र अहिलेसम्म? मलाई त लाग्दैन केही चिज बनाएको छ। यही नै सम्भावित चिजहरू हो नि होइन? यिनै सम्भावना भएको चिजहरू। इभन यही मोबाइल पनि बिग्रेर हामीले फ्याँक्यो भने यो पनि माटो नै बन्ने हो, अर्को चिज त बन्दैन यो पनि। ठीक छ, कुराको सिलसिला जारी राखौँला। दर्शकबिंद, अपन विशेष में समय पहले छोटछिन व्यावसायिक विश्राम के बाद निखिल उप्रेती जी संगे के वार्तालाप जारी रखबे करो। दर्शकबिंद, व्यावसायिक विश्राम के बाद अपन विशेष में फिर से स्वागत करै छी। आई अपन विशेष में हमरा सबके साथ में छथि निखिल उप्रेती। वो सब समबोधि नाम के अभियान संचालन के था, जनकपुर धामे से शुरुआत कल गेल छै। खास क युवा वर्ग विद्यार्थी सबके शिक्षा के हिसाब से, नया तरीका से देख के हिसाब से वो सब जनकपुर धाम से ये अभियान शुरुआत केने छ। निखिल जी, जनकपुरबाट अभियान सुरु हुँदैछ, तपाईहरुको युथलाई टार्गेट गरेर राख्नु भएको छ। यो अभियान चाहिँ अरु जनकपुरमै बसेर अगाडि बढाइन्छ या जनकपुरमा अहिले ब्रेक गर्नुहुन्छ अहिलेलाई? अहिले हामीले यो सुरु गर्यौं हैन। त्यस पछाडी हामी अरु ठाउँमा पनि गर्दै छौं, काठमाडौँमा पनि गर्दै छौं। यो अभियान चलिरहेको छ सबै ठाउँमा, यो होल्ड हुँदैन। पछि सबै ठाउँमा अवेयर गर्दै गएपछि त्यो चिजको डिमान्ड भएपछि अनि हामीले विशेष तरिकाले एउटा नेटवर्क बनाएर त्यहाँ चाहिँ हामीले फेरि जस्तै अब पछि गएर हामी जनकपुरकै कोही हुन्छ हैन, उनीहरूले चाहिँ फेरि आफ्नो अभियान चलाइराख्छन्। यसको विशुद्ध योगी कसैलाई होच्याएर कसैलाई नकार्ने हैन। खासमा यो अभियान सञ्चालन गर्ने कहाँबाट सोचा है? इन्स्पिरेसन चाहिँ कहाँबाट आयो? यो कहाँबाट आयो भने म आफैले पढ्दै जाँदाखेरि पढ्दै गएँ, बुझ्दै गएँ र मलाई मेरो जीवन सबभन्दा प्रिय लाग्यो मैले गरेको काम भन्दा पनि हैन। म जन्मे, गजबको घटना मलाई त्यहाँबाट फिल हुँदै गएको हो। न म कसरी जन्मे मलाई थाहा छ, न म कहिले कसरी मर्छु मलाई थाहा छ।
मलाई सुरुवात पनि थाहा छैन र अन्त पनि मलाई थाहा हुनेवाला छैन। अनि यो बिचमा हामीहरू भयङ्कर आफूलाई धेरै चिज जानेको अनुभव गर्दै जान्छु। मैले यो जाने, त्यो जाने, त्यो जाने। अहिले पनि मैले जानेको कुरा भने होइन, यो मेरो क्युरियोसिटीको कुरा हो। किनभने मैले तिनीहरूको त्यो चिज पनि पढ्दै गएँ, यो अहिलेको शिक्षा नि पढ्दै गएँ होइन। यहाँ बहुत गहिरो कुरा छ, यसलाई नकार्ने होइन। यो सर्भाइभको लागि चाहिन्छ, यसलाई यत्तिकै जानिन्छ। यो जान्दाखेरि चयनसहित जीवनमा मृत्युको अवस्थामा पनि उपयोगी यो चिज छ कि मर्दाखेरिको अवस्था र जीवनको हरेक अवस्थाको उल्लेख यहाँ छ, हाम्रो शिक्षामा छैन। भनेपछि यसले केही न केही चयन दिन्छ। यो बुझ्दाखेरि समाज यस्तो पनि हुँदैन, अझ अलिकति फरक हुन्छ। ईर्ष्या फरक होला, त्यो चिज फरक होला। हाम्रो ग्रन्थ एउटा चिजमा भन्छु, कति राम्रो चिज थियो। बिहान उठेर धरतीमा पाउ राख्नुभन्दा अगाडि ढोगिन्थ्यो, अनि एउटा मन्त्र बोलिन्थ्यो, अनि पाउ राखिन्थ्यो। सोच्दाखेरि कति अर्थोडक्स लाग्छ होइन, मिनिङलेस होइन। अहिले धेरै पछाडि आएर साइन्सले भन्न थाल्यो कि यो जीवित चिज रहेछ पृथ्वी जीवित चिज हो। यो यदि जीवित चिज नभएको भए यहाँ जीवन सुरु हुँदैन थियो। जब यो जिउँदो चिज छ भने र त्यो जिउँदो चिजमाथि गरेको हामीले न्याय र अन्याय, त्यो करुणा हामीमा आउनु पर्दैन थियो। हामीलाई त आभासै छैन कि यो माटो जीवित चिज, यो त माटो निर्जीव भन्न थाल्छौँ। त्यो निर्जीव विचारले गर्दाखेरि हामीले अरू व्यक्तिलाई पनि निर्जीव र आफ्नो विचारलाई पनि निर्जीव बनाउँदै गयौँ। तर हाम्रो ग्रन्थले नबुझेको होइन, त्यतिखेर बुझेको होइन। यसको कारणले हामीलाई के हुन्थ्यो त, एउटा श्रद्धा, त्यो करुणा, भित्रबाट करुणा श्रद्धा। जब व्यक्तिमा करुणा र श्रद्धा पलाउँछ भने त्यो व्यक्ति त्यति हिंसक र त्यति नराम्रो हुन सक्दैन होला। यो अभियानले कतिको छुनेछ विद्यार्थीहरूलाई, चाहे अभिभावक पनि भनौँ न, उनीहरूलाई चाहिँ कतिको छुनेछ? मैले बुझाउन नसकुँला, मैले फिल गराउन नसकुँला। यो होइन कि मैले नै सक्छु भनेर। म जस्तो अर्को व्यक्ति आउलान्, उनीहरूले बुझाउलान् र छुन्छ नै, अन्तमा छोइन्छ नै। यति मात्रै फरक हो। आज तपाईँ हामी यहाँ छौँ, तपाईँ मिडिया हाउसमा हुनुहुन्छ, म एउटा कलाकार समभूतिको होबाट, र हामी केही समय पछाडि बाँच्यौँ भने हामी पनि बुढो हुन्छौँ नि होइन। जब बुढो भएर मृत्यु नजिक आएपछि चाहिँ डरले फेरि राम जानकी मन्दिरको वरिपरि घुम्न थाल्ने, अनि पूजापाठमा लाग्ने, त्यतिखेर लाग्ने कि अहिले नै त्यो चिजलाई बुझ्ने होइन। यो त मन्दिर मनको कुरा छ नि, त्यहाँ मनलाई रिफ्लेक्ट गर्ने ठाउँ हो नि त्यो। कुनै अर्थोडक्स र त्यति साइन्समा गएर त्यसलाई नकार्नुपर्ने कुरै छैन। बुझे त्यही माटो सुन हो, नबुझे माटो। बुझे त्यही ढुङ्गा भगवान हो, नबुझे त्यो ढुङ्गा मात्रै हो। हालाकि दुनियाँ त विचारमै छ भने हामी त्यसलाई पनि विचार परिवर्तन गरेर त्यहाँ पनि प्राण प्रतिस्थापन गर्न सक्छौँ, भगवानको स्वरूप देख्न सक्छौँ। त्यहाँ देखेको भगवानको स्वरूपले त्यहाँ थोडी काम गर्ने हो र, त्यो त काम यहाँभित्र गर्ने हो नि। जब मैले ढुङ्गालाई भगवान देख्न थालिसकेँ भने म स्वयं व्यक्तिलाई चाहिँ भगवान देख्न सक्दिनँ। मलाई तपाईँपट्टि रेस्पेक्ट हुँदैन। यति बुझ्न सक्ने, यति चेतनशील व्यक्ति, उहाँलाई फेरि मैले ढुङ्गा सम्झिन मिल्छ? तर यो नबुझेको कारणले आज व्यक्ति नै व्यक्तिलाई तुच्छ बन्न थाल्यो। यही चिजको अवेर हो खास चाहिँ हाम्रो। मान्छेको दिमाग फेरि नेगेटिभ थट आइ नै हाल्छ, प्रश्नहरू आउँछ नै आउँछ। समबोधि अभियान निखिल उप्रेती के फाइदा हुन्छ? निखिल उप्रेतीलाई चाहिँ के फाइदा हुने हो क्वेसन आउँछ होला। कहाँबाट गरिरहनु भएको छ, किन, कुन मोटिभले? हो नि, सही कुरा हो। अहिलेको व्यक्तिहरूले बिना फाइदाको केही चिज सोच्दैन र म पनि भन्छु निस्वार्थता केही पनि हुँदैन है। समबोधिको एउटा अभियानमा यो पनि पर्छ कि नाङ्गो सत्य बोल्ने बानी राखौँ है। घमण्ड आयो भने मलाई यो चिजमा घमण्ड आएको छ भने बोल्नु न, त्यो कम हुँदै जान्छ। स्वार्थ छ मेरो स्वार्थ यति हो कि यति बेचैन सोसाइटी नहोस्, जुन सोसाइटीमा म पनि छु, जुन सोसाइटीमा हाम्रो बच्चा पनि हुर्किँदैछ। स्वयंलाई मात्र बुझेर भयो। यदि साँच्ची नै आफ्नो सन्ततिलाई प्रेम गर्ने हो भने माहौल अलिकति डिफ्रेन्ट गरिदिउँ न। अहिलेको माहौल कस्तो छ? बाठो मान्छेले मात्रै सर्भाइभ गर्न सक्छ। हामी गार्जियन भएर हामी पनि भन्छौँ ए बाठो बन्न है। हाम्रो सोसाइटी सोच्नु त बाठोपन किन भन्छ? दुःख लाग्दो घटना होइन? बाठो किन बन्ने? अरूलाई लाटो बनाउनलाई? नत्र बाठो बन्नुपर्ने त कुनै कारणै छैन नि। समान बिहेभ गर्ने हो भने यसमा बाठोको कुरा कहाँ आउँछ? जब बाठो बन भन्छ भने अरूलाई लाटो बना भनेको।
र सबै व्यक्ति बाठो बन्न सक्दैनन्। यसको मतलब उनीहरूले सोसाइटीमा सहज तरिकाले बाँच्न नसकुन्। ऊ इन्टेलिजेन्ट होला तर ऊ बाठो छैन, उसले सर्भाइभ गर्न सकोस्। अहिलेको सोसाइटी त्यो छ भनेपछि ममा कत्रो स्वार्थ छ। किनभने त्यो सिधा सादा ट्यालेन्ट व्यक्ति जसमा बठ्याइ छैन तिनीहरू अगाडि बढ्ने माहौल बनाउन खोज्दैछु ताकि मलाई पनि सजिलो होस्, हाम्रो बच्चालाई नै सजिलो होस्। थाहै छैन हाम्रो बच्चा बाठो बन्छ कि भन्दैन, ऊ त इन्डिभिजुअल सोचको छ। यो मेरो स्वार्थ। अहिले कतिजनाको साथ पाउनु भएको छ तपाईँले यो अभियान सञ्चालन गर्नलाई? मेरो साथ भनेको जतिजनासँग मैले कुरा गरेको छु सबै मेरो मोरल सपोर्टमा छन् नै। मलाई विश्वास छ तपाईँ पनि हुनुहुन्छ। तर एक्टिभ जुन फिजिकल एक्टिभ चाहिँ भएर जुन सपोर्ट गर्नु पर्यो त्यो चाहिँ यस्तो छ, सबैले यसमा लाग्नु अब सकिँदैन, सर्भाइभ हुनु पर्यो हैन। अब हामी यो पनि गर्दैनौँ कि अरूको डोनेसन लिएर आएर भयङ्कर आफूलाई चाहिँ सर्भाइभ गराएर हिँड्ने पनि हाम्रो छैन। सबै व्यक्ति आफ्नो सेक्टरमा छौँ, कमाइ त्यहाँबाट छ। समूहबोधीले कुनै कमाइ दिने होइन, केही चिज दिने होइन। जब जसको त्यो टाइममा फुर्सद छ उनीहरू आउँछन्, जुट्छन्। अहिले मेरो नजिकको भाइ बहिनीहरू उनीहरू फ्री थिए, अहिले मलाई सपोर्ट गरे। फेरि व्यस्त हुन्छन्, अर्को समयमा फेरि अर्को ग्रुपहरू आउँछन् जसले समूहबोधीको उद्देश्यलाई बुझ्या छन्। उनीहरू हृदयदेखि नै आउँछन्, कुनै कमाइ र सोचको हिसाबले होइन। हामी यो अवेरमा लागौँ। हाइली जुन इन्टेलेक्चुअल ग्रुप हुन्छ नि जसले आफूलाई एकाडेमिकली एलिट ठान्छ, चाहे म बढी नै जान्ने भएको छु, ती मान्छेहरूलाई यी सब कुरा सुनाउँदा कि हाम्रो परम्परागत ज्ञानहरू पनि राख्नु पर्यो, अहिलेको सिस्टम पनि राख्नु पर्यो, के भन्छन् होला तपाईँलाई? फेरि सुरुमा विवाद गर्न खोज्नुहुन्छ तर उहाँले अहिलेसम्म सक्नु भएको छैन। उहाँहरू उल्टै अप्ठ्यारो मान्नुहुन्छ, लाज चाहिँ मान्नुहुन्छ। हामीले हो 6वटा व्यक्तिमा 6वटा सब्जेक्टमा डिग्री नै गरेर किन नहोस्? के फरक पर्यो त? के फरक पर्यो त? हामीले उहाँलाई कुरा काटेको होइन, के चाहिँ बुझ्नुभयो त? 6वटा विषयलाई एनालाइसिस गर्न थाल्नुभयो होइन र? तर जीवनलाई फेरि पनि अझ ज्यादा बिमारी त मैले उहाँहरूमा देखाएको छु, जसले धेरै एजुकेसनले उहाँहरूको त टाउकै भारी हुन्छ, जस्तो लाग्छ कि त्यो किताबै बोकेर हिँड्नु भएको छ। उहाँ मान्छेहरूलाई हेर्दा पनि नर्मल तरिकाले त्यो करुणाले हेर्नुहुन्न, त्यो किताबको पन्नाबाट हेर्नुहुन्छ। के पढेको छु म? डिग्री गरेँ अरे। के फरक पर्छ त? त्यो डिग्री ठिक छ, कमाइको लागि ठिक छ, फ्रेमको लागि ठिक छ, मरिसकेपछि पनि याद गरून् भन्ने सोचमा अरू उहाँ बस्नुहुन्छ। तर जीवनमा त त्यति नै दुःखी नै देखाएको छु, सबभन्दा बेसी दुःखी देखाएको छु। हामीसँग कन्फेस गर्ने पनि छन्, हो नै। डिग्री लिएर यो जतिसुकै नस्वीकारे पनि कहीँ न कहीँ भित्र घमण्ड त छ नै। एउटा नपढेको व्यक्तिको कुरा सुन्ने इच्छा नै हुँदैन अरे। तर प्रकृति बडा गजब छ। कबीर सुनेकै होला हामीले हैन? इभन हाम्रो लक्ष्मीप्रसाद देवकोटाजी, हाम्रा महाकविहरू छन्, कति गहिरो गहिरो कुरा गरेर जानुभएको छ। डिग्रीको जरुरी थियो र हैन? त्यो डिग्री एउटा भ्रम हो, तर लिने हो त्यसलाई, त्यसमा नअट्क्यौँ। ती डिग्री होल्डर पनि मन्दिरमा गएर बेगिङ गरेकै देखाएको छु। यो होइन कि करुणा र कृपाले प्रेम भावलाई जगाउँ भनेर मन्दिरमा, होइन, मन्दिरको उपयोगिता त त्यसको लागि थियो, तर बेगिङको लागि त्यहाँ पनि पुगिरहेछ। उनीहरू पनि मैले देखाएको छु, ज्योतिषबाट पुगेकै देखाएको छु मैले। त्यो शिक्षाको फेरि पनि के कुरा आयो? अहिलेको जुन एजुकेसन पोलिसी छ त्यसलाई मोडर्नकै हिसाबले हेर्ने हो भने खासमा चाहिँ यसलाई मिक्स अहिले चाहिँ नगरौँ, तर सुधार गर्नुपर्ने ठाउँ त धेरै छन्। कम्प्लेनहरू आइ नै राखेको हुन्छ, बुकिस नलेज मात्रै भयो, मार्कमा मात्रै सीमित गर्यो। झन् हाम्रो देशमा त झन् एजुकेसन सिस्टम खत्तम नै भएको रहेछ। के सुधार गर्नुपर्ने आवश्यकता हेर्नुहुन्छ? मैले पहिला पनि भनेको यो धेरै चिजमा सुधार गर्नु पर्दैन। मलाई लाग्छ एउटा विषय मात्रै थपिदिउँ, धेरै परिवर्तन आउँछ। हामी पनि त्यो एउटा विषयलाई, जस्तै हामी एउटा स्कुलमा हाम्रो समयमा हुन्थ्यो यति घन्टी लाग्छ भनेर, होइन, 7 घन्टी 8 घन्टीको हुन्थ्यो, होइन भने एउटा क्लास हामी यस्तो खालको राखौँ, एउटा विषय यस्तो खालको राखौँ जसमा स्वयंको मात्र पढाइ हुन्छ कि, जसमा स्वयंको कुरा व्यक्त गर्ने पनि ठाउँ हुन्छ कि। एउटा स्टुडेन्टले सजिलैसँग कन्फेस गर्न सक्छ कि हेर्नुहोस् न, त्यसको सफलता सुन्दाखेरि मलाई कता कता पेट पोलेको आवाज हुन्छ नै। म दिल खोलेर कसैलाई पनि तारिफ गर्नै सक्दिनँ। वाह तिमी सुपर्ब, ग्रेट, तिमीबाट म प्रभावित छु, गजब लाग्यो, यसरी हामी कसैको नि तारिफ गर्न सक्दैन। यो हराइ नै सक्यो, होइन? भने एउटा क्लास स्वयंको एनालाइसिस गर्ने र स्वयंकै आधारमा त्यहाँ फर्स्ट गराउँ त, जसले साँच्ची नै खुलेर तारिफ गर्न सक्यो।
फेरि भन्ला नि त लगभग जुडेर आउने विषय साइकोलोजी त पढाइ नै राखेका छौँ हामीले। साइकोलोजी कसरी साइकोलोजी? त्यो साइकोलोजी पढाउने त्यो एउटा एज भएर पुगेपछि त्यो त त्यसै पनि मान्छेहरू हिजोको सपना त्यो चिज देख्दै 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 एक किसिमको साइकोलोजिस्ट नै हुन्छन् सबै व्यक्तिहरू। तर त्यो युवा जतिखेर जरुरी थियो तब मात्रै साइकोलोजीको पढाइ भयो जब स्वयं नै धेरै किसिमको एनालाइसिस बोकेर आइसक्यो, आफ्नो अनुभवको आधारमा होइन। सुरुवातदेखि ल्याउनु पर्यो त्यो सुरुवातदेखि लिएर आउनु पर्यो। तर म त्यो साइकोलोजी होइन, एउटा चिज भन्छु नि, त्यो साइकोलोजीले सिर्फ काट्ने मात्रै काम गर्छ। त्यो साइकोलोजीको कुनै साइकोलोजीसँग सरोकार छैन, त्यो टेबलसँग सरोकार छ। यो मान्छे यस्तो भएर यस्तो हुँदा यस्तो गर्छ, यो भएर यस्तो हुँदा यस्तो गर्छ, होइन? त्यसलाई पिस पिस बनाइयो शरीरलाई, तर त्यसमा जीवन छैन, जीवन्तता छैन। मेरो भनाइ शिक्षा त्यो हो कि शिक्षाभित्र प्राण पनि हुनुपर्छ भन्ने भनाइ हो। A+B को होल स्क्वायर मात्रै होइन नि त लाइफ। अब समबोधि अभियानमा अहिले जति मेम्बर हुनुहुन्छ होला, चाहे सहयोगी भोलिन्टियर जे भनौँ, आगामी दिनमा अब जुड्न चाहने व्यक्ति, प्रभावित भएको व्यक्तिहरू तपाईँसँग जुड्न चाहनुभयो भने कसरी चाहिँ जुड्न सकिन्छ होला? डेफिनेटली सकिन्छ। समबोधिको आफ्नो लिङ्क छ, होइन? अब सुरुवात हो, त्यसमा जुड्न सकिन्छ र त्यो सम्बन्धी चिजको लागि काठमाडौँ आएर भेट्न पनि सकिन्छ र हाम्रो कुनै पनि अभियानमा आएर सहयोग गर्न पनि सकिन्छ। या कुनै त्यस्तो आफ्नो ठाउँमा छ भने समबोधिलाई बोलाउन पनि सकिन्छ। धेरै ठाउँमा सानो सानो उसमा हामीलाई पुग्न गाह्रो हुन्छ कि भ्याइँदैन, होइन? मैले पनि काम गर्ने पर्ने हुन्छ, मैले पनि फिल्म गर्नुपर्ने हुन्छ। मैले मेहनत गर्ने ठाउँ त त्यो हो। यसरी बोलेर मात्रै मेरो कमाइ हुँदैन। म पनि त्यो चाहन्न समबोधि मेरो कमाइको चिज होस्। मैले त मेहनत गर्ने, म त मेहनतै गर्न चाहन्छु, म कामलाई डिभाइड गर्न चाहन्छु। म अरूलाई पनि त्यही भन्छु। इभन टिचरले टिचिङको मात्रै पनि काम नगर्नु, स्यालेरी पाइन्छ, हार्ड वर्किङको पनि त काम चाहियो नि। हाम्रो शरीरलाई परिश्रमको काम पनि चाहिन्छ, बौद्धिक काम पनि चाहिन्छ, सबै किसिमको काम चाहिन्छ, अनि मात्रै मान्छे हेल्दी हुन्छ, होइन? त्यसैले गर्दा हामीलाई कसैले बोलाउँछ, यो ठाउँ छ, यो मेजोरिटी यतिजनाको भोल्युम हुन्छ, आउन समबोधिको कुरा एकचोटि यहाँ पनि राखिहरू हामी त्यहाँ पुग्छौँ। प्रदेश 2 को युथहरूलाई, हुन त अब तपाईँ नेसनल आइकन हुनुभयो, त्यही पनि यहाँको लोकल भएर यहाँको युथहरूलाई प्रभावित गर्ने हिसाबले, होइन, हाम्रै ठाउँबाट एकजना मान्छे यत्रो भएको छ, हामीलाई हेल्प गरिरहनु भएको छ भनेर के मेसेज चाहिँ खासमा प्रदेश 2 को युवा र विद्यार्थीहरूलाई दिन चाहनुहुन्छ? म सर्वप्रथम त यही भन्न चाहन्छु कि कोही पनि व्यक्ति कहीँ पनि जन्मिनुको ठुलो रहस्य छ। म सर्लाहीको त्यो पिपरा भित्तामा जन्मिनुको त्यहाँको भूमिले मलाई त्यही नै तानेको हो। यो प्राकृतिक सिस्टम हो। जो व्यक्ति जहाँ जन्मिनुको त्यहाँ त्यसको ठुलो भूमिका छ भने प्रकृतिले जहाँ जन्मायो त्यो व्यक्तिको पनि त्यो जन्मेको भूमिलाई स्वर्ग बनाउने उसको ठुलो उत्तरदायित्व पनि हुन्छ। हामी सानो भेदमा नबस्छौँ, हरेक चिजलाई पोलिटिकल नजरले नहेरौँ। म माफी चाहन्छु पोलिटिकल चिजलाई चाहिँ यसरी भन्नुपर्दा, तैपनि म भन्न बाध्य हुन्छु। यो राजनीति होइन, यो विभाजन गर्ने चिज हो। यसले युवा शक्तिलाई विभाजन गरेछ, युवाको हेर्ने तरिकालाई विभाजन गरिदिरहेछ। अहिलेको समयमा आएर सानो सानो चिजमा विभाजित हुने कि मानवतातिर सोच्ने, एउटा सही मानव बन्दिउँ न हामी। 2 नम्बर क्षेत्रको एक्चुअली ह्युमन हामी बनिँदाखेरि यो 2 नम्बर क्षेत्र त्यहाँबाट बन्थ्यो। यहाँ त टुक्रा टुक्रा गरे उनीहरूको आफ्नो कमाइ र स्वार्थ र उनीहरूको आफ्नो पार्टी बलियो पार्नको लागि। अहिलेसम्म यत्रो इतिहास 20, 25, 30 वर्ष जति वर्ष भयो हामीले देख्दै आइरहेको भनौँ न, पछाडि नजाउँ, यिनीहरू बार जितेर पुगे, ठाउँमा पुगे, कहिले कोसँग मिल्छन्, कहिले कोसँग मिल्छन्, कहिले कहाँ गठबन्धन हुन्छ, के हुन्छ, त्यसले जनतामा के चाहिँ फरक भएको छ? यति डेभलपमेन्ट जुन भइरहेछ नि, यो त स्वत नै हुन्छ। जसरी एउटा अल्छी व्यक्तिको नि कुरा छोडिदिउँ, एउटा कोमामा भएको व्यक्तिले पनि जीवनको एउटा प्रक्रिया सुरु नै गरिरहेको हुन्छ, उसले निरन्तरता काम गरि नै रहेको हुन्छ। के गरिरहेको हुन्छ? अक्सिजन लिने, कार्बन डाइअक्साइड दिने, त्यो सानो काम गरिरहेछ र उसले। खाना खाने, खानालाई मलमा परिवर्तन गर्ने, यो पनि सानो काम हो र यो त त्यत्तिकै नै हुन्छ नि, होइन? ओ ठ्याक्कै हो यो डेभलपमेन्ट। यसलाई डेभलपमेन्ट भन्न मिल्दैन। यहाँ त लडाइँ र झगडामै र विवादमै छ, जनताको लागि कोही सोच्ने छैन। त्यसैले म इन्डिभिजुअल व्यक्तिमा बिलिभ गर्छु। स्वयंलाई सोचौँ, देशलाई सोचौँ, आफू जन्मेको भूमिलाई सोचौँ, ह्युमन भएर सोचौँ, पार्टी भएर। हस्, कार्यक्रममा आउनुभयो, कुरा गर्नुभयो, धेरै धेरै धन्यवाद तपाईँलाई। थ्याङ्क यू भेरी मच। र यो अभियानमा यहाँ आएर बोल्ने मौका पनि दिनुभयो, आभारी छु। दर्शकवृन्द, अपन विशेष में
आई हमरा सबके साथ में छलथ निखिल उप्रेती। हुनकर सबके जे अभियान छै समबोधि ओहि के खास उद्देश्य केना कि वो सब संचालन कर रहल छथि ओहि के विषय पर आई के अपन विशेष के बातचीत केंद्रित छल। आई के अपन विशेष के समय एते समाप्त होते हम सब फिर से उपस्थित हेबे करब। ताधर के लेल अपन टेलीविजन देखित रही। नमस्कार।